बाबा खाजा पकाउँ भनेको तेलै छैन। जा त बढीको बेला 2 धर्का तेल ल्याएर आइज त। हुन्छ। सुन त यहाँ 2 धर्का तेल ल्याएर आइज जा। ओहो अस्ति त्यो सुँगुरको बुच्चाको पैसा ल्याइदिएको थिएँ। ए त्यही राख्देऊ न, मेरो हातै खाली छैन। ए हुन्छ यहाँ राखिदिएको छु ल। 5 है 5 हुन्छ गएको म। ए ल ल ल ल। बडी बाबाले भनेको 2 धर्का तेल दिनु अरे, काठको रासिन आएपछि दिइहाल्छ अरे। काठको रासिनमा तेल पाउँछ? जहिले 2 धर्का भनेर 1 किलो पुगिसक्यो त। मागेर जिन्दगी चल्छ, जहिले तैले खाली माग्छ। माग्नेको सन्तानहरू। तेरो बाबालाई मैले काम गर्नु पठा, पैसा कमाउनु पठा। खाली बिहान पनि माग्नु, बेलुका पनि 2 धर्का, बिहान पनि 2 धर्का। कुदिनमा तिमीहरूको टाउकैबाट 1 टिन तेल खनाइदिन्छु, बुझिस? बाबा त बिमार छ। हुन्छ त बिमार अन्त। लिभर पड्किने गरी रक्सी खाएपछि। ले बाटा यता। क्या बाटा पनि सुकेको गोल्डफिङ्गर जस्तो। नमाग्नेको सन्तान, खा छेरिन्जाल। अरे 5000 भनेको 2500 मात्रै छ त। अरे 2500 मात्रै छ त। त्यो मुर्दाले चोरे क्या 2500 त। त्यो मुर्दा त चोर्नु भएको थियो क्या यहाँनिर। त्यसलाई त म नि ओइ बाल्टो बाइला, छोरालाई तेल ल्याउने निउले पैसा जोड्नु पठाइस्। के भन्छ बाउजूले? तैँले पैसा चोरिस्? चोरी नै। चोरले अन्त कहाँ चोरे भन्छ? अब मलाई थाहा हुन्छ नि भाउजू अब चोर्छ कि चोर्दैन भनेर। बाउ माथु छोरा चोर जोडे त खुबै मिलेछ त। 2500 चोरेर अझै चोरिन भन्छ। ओइ तैँले साँच्ची नै पैसा चोरिस्? मैले त चोरी नै, मैले त तेल मात्रै लिएकन आएँ। हेर्नुहोस् भाउजू म मात्र हिँड्छु, तर चोर्नु भने चाहिँ मैले छोरालाई सिकाएको छुइनँ है। तपाईँ मेरो छोराले चोर्यो भने के प्रमाण छ त्यो देखाउनुहोस् न। तँलाई प्रमाण चाहियो? पर्खी। किन बोलाउनु भयो फुपू? तिमीले दिएको सुँगुरको पैसा यसको छोराले चोरेछ। मलाई तिमीले 5000 दिएको थिएनौ, त्यसमा 2500 यसको छोराले उहिले चोरेछ। अझै चोरेको छुइनँ भन्छ त। 5000 त कहाँ दिएको त फुपू तपाईँलाई? 5 छ भनेर गएको होइन अन्त? के भनेको अन्त त्यस्तो चाहिँ? मैले त 5 वटा 500 को नोट छ, 2500 भनेको पो त। कहाँ 5000 भनेको त अन्त? सुझ न बुझमा के बोलेको भाउजू? कुरा त बुझेर पनि कुरा गर्नुपर्छ त। यसरी अर्काको छोरा चोर लगाउनु चाहिँ हुँदैन नि। मलाई त थाहा थियो नि यसले चोर्दैन भनेर, यो ज्ञानी छ भनेर। ल मिठो खाने पैसा, मिठो खानु ल।